हेलो साथीहरू, गुड मर्निङ। वेलकम टु माई न्यू भ्लग। फेरि पनि अर्को एउटा सानो भिडियो लिएर आइसकेको छु म। यसो के हुन्छ हजुरले हेर्न सक्नुहुन्छ। कहाँ छ हजुरलाई थाहै होला, हेर्न सक्नुहुन्छ। टक्क लाएर बिहान उठेर म चाहिँ यसो काम गरौँ भनेर यसो माथि वनतिर घाँस काट्न आइसकेको छु। टक्क लाएर देख्न सक्नुहुन्छ तपाईँले। यो र म घाँस काट्न आएको छौँ। अब धेरै त काट्न सकिन्न, हल्का फुल्का सानदिन अलिअलि एउटा मात्र लगेर जाने हो। टक्क घरमा बस्यो भने यति त काम गर्नु पर्यो होइन। के छ साथीहरू, के भन्नुहुन्छ होला? तपाईँहरू नि घर बसी गर्नुहुन्छ कि नै काम? माकुराको जालो लागेको रहेछ, तर मोटो छिरेर जानुपर्छ। त्यतिका घाँस यस्तो छ क्या बाटोमा, बिहान सित्नै गएन, सितले पुरा खुट्टा भिजाइदिन्छ यार। सब भिजाइदिइसक्यो, के भन्नु र। यहाँ आउन यस्तो हप्को लाग्छ, गाह्रो छ जिन्दगीमा। केही गरी खान सकिन्न क्या, यसले गरी खान सक्छ कि सक्दैन यसले। बाटो यस्तो छ, बाटै रहेन रहेछ यार। कताबाट हो बाटो? छ्या, बाटै छैन यार। पहिला पुरानो बाटो थियो, अहिले चाहिँ म नआएको पनि धेरैभन्दा धेरै पछि आएँ। 1 वर्षपछि समथिङ त्यस्तै होला। घाँस पलाएर बाटो नै देखिरहेको रहेन रहेछ क्या। बाटो नि छैन, के गर्नु। गाह्रो छ, गाह्रो। कामसाम चाहिँ अलिअलि काम त गर्छु नि म पनि। घरतिर आएपछि हल्का फुल्का आफूले सकेसम्म सहयोग हेल्प चाहिँ गर्छु नि म घरमा। बाटो चाहिँ बाटै रहेन रहेछ क्या, पुरै घाँस मात्र छ त, बाटै छैन यार। बाटो नै छैन भने यस्तो छ। हेर्नुहोस् साथीहरू, देख्न सक्नुहुन्छ तपाईँले नजारा। पारा कामसाम गर्ने आँसी तल छ है। पारा जग्गामा आइसक्यौँ हाम्रो काल्लोमा घाँस काट्नको लागि। टक्क लाएर ओ के उड्यो या। यो तलको चाहिँ हाम्रो गाउँ हो। टक्क राम्रै छ गाउँ साउँ। यसो कोहीलाई आउन मन छ भने हाम्रो गाउँतिर। देख्न सक्नुहुन्छ। यताको चाहिँ मैले अहिले घाँस काट्ने ठाउँ, अनि म चाहिँ यता छु, बहिनी चाहिँ यता छे, हाम्रो गाउँ चाहिँ यता छ। गाइज कस्तो लाग्यो? तर जस्तो सुकै जे भए पनि आफ्नो गाउँ भने आफ्नो गाउँ हो। जति भयो जे भयो नि आफ्नो गाउँ भने जसलाई पनि प्यारो लागिहाल्छ। सबैलाई आफ्नो गाउँ, आफ्नो ठाउँ, आफू जन्मेको ठाउँ सबैलाई राम्रो नै लाग्छ जस्तो लाग्छ मलाई। जे भयो नि जस्तो भयो नि, केही अब केही कुराहरूले असुविधा होला, केही कुरा पुगेको छैन होला, त्यही नि गाउँ भने गाउँ हो। सबैलाई आफ्नो ठाउँ प्यारो लाग्छ, मलाई पनि लाग्छ। आफ्नो ठाउँ राम्रै लाग्छ। जे होस्, टक्क हाम्रो घर चाहिँ यहाँनिर छ। यो बस्तीमा चाहिँ हाम्रो घर हो। अनि तलको चाहिँ तल्लो तारा भन्छ, माथिको माथिल्लो तारा। अनि आजकल चाहिँ रोड पनि राम्रै छ। तलको रिभर साइड भयो ठुलीबेरी, टारीको जाजरकोट, अनि दल्ली कालीमेटी, दल्ली जाजरकोट। अनि हामी चाहिँ रुकुम। घाँस काट्न आएपछि यसरी घाँस नकाटेर मजाले बस्ने मान्छे को हुनुहुन्छ यसो भनौँ त? त्योमा म पनि पर्छु क्या। बस्दा बस्छ है, फेरि पुरै खाली आयो भने त मच्छरले टोकेर यस्तो बनाउँछ कि त्यो के भन्छ, मच्छर हो कि के हो, त्यो किराहरूले टोकेर बस्यो भने हल्का यताउता कामसाम गरेर केही हुँदैन। बस्यो भने त यस्तो मच्छरले टोकेर यस्तो बनाउँछ कि कसम यार, किराहरू टोकेर। त्यही भएर काम चाहिँ गर्नु पर्छ है। म चाहिँ गएँ है, म सक्दिनँ, बाई बाई। ल साथीहरू, मैले चाहिँ अब घाँस काट्न सुरु गर्छु होइन। यसो अब घाँस काट्नुपर्छ। धेरै फोनहरू हेरेर पनि हुँदैन, धेरै फोन चलाएर पनि नहोला छ। अब घाँस काट्नु आफैले काट्नुपर्ने हो।
छिटो घाँस काटेर यहाँ मच्छरबाट बच्नु पऱ्यो क्या गाइस। मच्छरले टोकेर हैरान पारिसक्यो यार। फोन राख्ने थाहै पाएन मैले। अब बहिनीले चाहिँ घाँस काटेर आएको थिएँ। अब म पनि घाँस काट्छु। सानो सानो क्लिपहरू आउँदै गर्छ, यस्तो माया गर्नु पऱ्यो सबैजनाले, त्यही भन्न चाहन्छु म एभ्रिवान। यस्तो घाँस काटेको भिडियो बनाउनको लागि ठाउँ खोजिरहेको छु, कता राखौँ भन्ने भइसक्यो यार। घाँस काट्ने भिडियो अडाउनु मिल्छ कि भनेको यार गाइस, देखिँदै देखिन्न त। फुलै फुलमा यो गाइस, यसो विस्तार नदेखियो भने। यति धेरै दुःख गरेर भिडियो बनाएको थिएँ, एउटा अगाडिको साथीहरू होइन, यस्तो बोलेको थिएँ, यति खर्च भयो, यत्रो काटिसक्यो काट्न त। हेर्नुहोस् अब यति चाहिँ काट्न के टोकिरहन्, के टोक्छन्, के गर्ने, यस्तै हो घाँस काट्न आएपछि। केही कुरा पाउनुको लागि केही कुरा गुमाउनु पर्छ। जो घाँस काट्दाखेरि मच्छरले, किराले हात काटिन्छ, के झिम्रेहरू हुन्छ, के टोक्छ। सिक्नुपर्छ, घाँस काट्न पनि चाहिन्छ। आफ्नो यो भने घर आएपछि दैनिक कुरा हो होइन, सिक्नुपर्छ। म त समथिङ 1 वर्षपछि घाँस काट्न आएँ, घाँस काट्दैछु हल्का फुल्का। जे भए पनि मेरो यस्तो परिस्थिति बुझेर छोड्ने मान्छे भन्दा नि परिस्थिति बुझेर बस्ने मान्छेको चाहिँ जिन्दगीमा खाँचो हुन्छ क्या। मलाई मात्र होइन, हजुरहरू सबैलाई पनि क्या। बोल्न त आउँदैन, त्यही नि यसो 1-2 डाइलग चिप्काइदिउँ भनेर। गाइस यति अहिलेसम्म यति नै काट्यौँ। काम गरेर खान सकिन्न गाइस। हेर्नुहोस् पसिना ससिना यस्तो यार, सकिँदैन, काम गरेर खान सकिँदैन। बल्ल तल जसो यति काटेको छ नि, पुग्छ कि पुग्दैन। बहिनीले बाँध्न लाग्छ, त्यही नि म पनि अलिअलि त काट्दै गर्नु पऱ्यो, सकिँदैन।